good morning, guys. Good morning. हामीले अहिले न्यू क्यामेरा लिइसकेको छौँ। त्यही भएर हाम्रो फर्स्ट ब्लग त के भन्ने फर्स्ट खानाको रेडी गर्दैछौँ हामी। यस्तो भइसकेको छ गाइज। अब हामी चाहिँ फर्स्ट क्यामेरा ल्याएको फर्स्टै मोमो बनाउनु मन लागेर हामीसँग मोमोको लागि बन्दा धेरै पिरो नखाने भएको कारणले मैले 3टा रेड खोर्सानी रेड चिली अनि अदुवा छ लसुन गाजर पनि हालिन्छ है हामीले चाहिँ सिधा घरमा खाने मोमो। यहाँ प्याजको पात धनिया अनि मेन चिज हामीसँग बोनलेस चिकन। अब म यो सबलाई चप गर्छु। गाइस मैले मोमोको लागि एभ्रिथिङ चप गरिसकेको छु। मेरो चपर सानो भएको कारणले मैले चाहिँ यो काटेर यसमा थोत्तरा गरेर हालेर अनि ग्राइन्ड गर्नेछु। ग्राइन्ड गरिसकेपछि यसरी चिकन चाहिँ यो गरेर भ्याइसकेपछि लास्टमा चिकनलाई चप गर्ने। मैले भेजिटेबललाई चप गरिसकेको छु। रातो देखिएको छ यो चाहिँ गाजर है। अब म चिकनलाई चप गर्नेवाला छु। मैले चिकन चप गरिसकेको छु। चिकन पनि यहाँ राखिदिइसकेँ। अब मरमसलाको पाला आएको थियो तर मोमो मसला नै छैन क्या जस्तो भइसक्यो यो अवस्था। नुन हालियो आफूलाई स्वाद अनुसार कतिको कडक खानुहुन्छ। अरू चाहिँ नुनको मसलाको बट्टा यता ओ माई गॉड नुन त धेरै नै हुन्छ क्या भने होममेड मसला यो जिरा धनिया ल्वाङ सुकमेल अलैँची के भन्छन् नि दालचिनी। अब यसमा हामीले घिउ बटर हालिन्छ। बटर त दाएर त्यसमा बेसार चाहिँ गनाउने भएको कारणले घिउसँगै बेसारलाई पनि त्यसमै पकाइदिने ट्याक्क हाल्ने। मैले चाहिँ यहाँ बटर हालिसकेँ। यो तातेपछि यसमा मेथी पुऱ्याइदिन्छु। मेथीको टेस्ट अलि राम्रो आउने भएको कारणले यसमा मैले घर खाने भएको कारणले चाहिँ मेथी पुऱ्याएर खाइन्छ। मेथी र यसमा बेसार हालिदिन्छु अनि यसमा लगाएर स्वाट्ट झानिदिने काम गरिन्छ। तेल तातिसकेको छ। बटर र मेथी अब म यसलाई ट्याक्क किमामा झानिदिने। यस त्यति झानेपछि टेस्ट पनि अलग आउँछ अनि यसलाई म हातले मोल्नेवाला छु। मोमो किमा मसला भेजिटेबल सब रेडी भयो। अब म यसलाई मजाले 5-10 मिनट मजाले मोलिसकेपछि अनि यसलाई फ्रिजमा 1-2 घन्टा छोपेर मजाले भिज्नको लागि या मसला सबैतिर पस्नको लागि राखिदिन्छु। मजाले मोलिसकेर पनि यो प्लास्टिकले ट्याक्क कभर गरिदिएको छु। अब यसलाई म 1देखि 2 घन्टा फ्रिजमा राखिदिन्छु। त्यसपछि मोमो बनाउन स्टार्ट गर्छु। हामीले मोमो मसला पाइसकेको छौँ आफ्टर 1 आवर। मोमो मसला हालेर स्वाद अनुसार मोमो मसला हाल्नुहोस् हुन्छ होला है। ओके मसला हालिसकेपछि यसलाई फेरि मैले मोल्दिएँ। ओके अनि फेरि 1 घन्टा फ्रिजमा राखिदिने। हामीले चाहिँ आज मोमोको किमा बनाइसक्यौँ। अब चाहिँ यसलाई फ्रिजमा राखेर अनि मजाले 2-3 घन्टा अनि त्यसपछि यसलाई हामीले
बनाउँछौँ। खाना हो मसँग चाहिँ अहिले मोमोको ऱ्याप भन्छ यसलाई चाहिँ एउटा सजिलो के छ भन्दाखेरि बनाउनु पर्दैन ट्याके ट्याके प्याकेट किन्यो प्याकेटभित्र 30-40वटा कतिवटा मोमो बन्छ सट्ट उसले ऱ्याप मात्रै गर्ने काम हुन्छ यसको अब मेरो राखेको 2 घन्टा हुन लागिसक्यो अब म एकछिनमा ऱ्याप गर्दैछु मोमो फेरि पनि म आइसकेँ अब चाहिँ मैले मोमो बनाउन स्टार्ट गर्दैछु यो मोमोको यो रोटी चाहिँ फ्रोजन भएको कारणले मैले हिजो बेलुका बाहिर राखिदिएको थिएँ हल्का पानी लाएर यस यस्तो जानेको छ योभन्दा राम्रो चाहिँ मलाई पनि बनाउन आउँदैन यो फाइनली मेरो मोमो रेडी भइसकेको छ मन परेमा रेसिपी हेर्नुहोला See you next video. Bye guys.